हेलो हाई एन्ड नमस्कार एभ्रिवान। आशा छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि फेरि पनि स्वागत छ हजुरलाई मेरो टिकटक भिडियोमा है, हेर्ने नहेर्ने सबैजनालाई। आज चाहिँ मैले चाहिँ आज काठमाडौँको बारेमा है, काठमाडौँ सिटीको बारेमा केही कुरा भन्दछु। जो हाम्रो ब्यालेन्सहरू चेन्ज गर्नुभएको रुल्सहरू हैन। अनि पहिला चाहिँ म धेरै वर्ष लाग्यो, 2 वर्ष अगाडि गएको थिएँ होइन, केही विशेष कामले। त्यति बेला चाहिँ मलाई काठमाडौँको सिटीमा हिँड्न भनेपछि एकदम ज्वरो आएको जस्तै फिल हुन्थ्यो क्या। त्यहाँ गएको थियो पल्युसनहरू होइन, त्यस्तै टाइपको जता आएर त्यो एकदम मास्क बिना त हिँड्नै नसकिने होइन। बट स्टिल अहिले होइन, त्यत्रो जेन्जी आन्दोलन पश्चात मैले सोचेको थिएँ कि त्यो जेन्जी आन्दोलनले गर्दा चाहिँ त्यहाँ त कुनै चिज ड्यामेज भइसकेको छ, कस्तो भयो होला त्यो रोडहरूमा पनि होइन, जस्तो मलाई फिल भइरहेको थियो। बट अनि त्यहाँ चाहिँ धेरै कुराहरू इम्प्रुभ भइसकेको रहेछ, कतिपय कुराहरू बन्दै थियो होइन। अनि एकदमै खुसी लाग्यो। अनि हामी चाहिँ अब यसो पार्कतिर यसो घुम्न जाऊँ भनेर गयौँ। मेरो देवर बाबु, म, अनि मेरो छोरा अनि मेरो हस्बेन्डजी। अनि त्यहाँ नजिकैको पार्कतिर गयौँ हामी घुम्न, कामले पनि गएको थियौँ हामीहरू। अनि अलिअलि आमा छोराले रमाइलो गऱ्यौँ। तर हुन्छ नि, हुन त त्यो बागमती नदीको फोहोर त अलग उस्तै नै छ, बट धेरै कुरा चाहिँ चेन्ज भएको छ। रणवीर शर्माको पिक्चर देखाएँ चाहिँ मलाई यस्तो मनै यस्तो भयो नि त। अनि त्यो उसमा भन्दै आफ्नै आँखाले देख्दाखेरि अनि मेरो बाबुले चाहिँ प्लेन हेर्ने भन्दै थियो। सो म बाबुलाई चाहिँ प्लेनहरू उडेको ठाउँमा देखाउन लाएँ। धेरै कुराहरू चेन्ज भएको होइन, कस्तो त्योहरू हुन्छ नि, त्यो एकदम पोल्युटेड एरियामा हिँड्नै गाह्रो हुने एरियामा पनि मान्छेहरू मजाले मास्क बिना नै हिँड्न सकिने भएरहेछ। अनि आशा छ सिङ्गो नेपाल देशलाई नै उहाँले चेन्ज गर्नुहुन्छ भन्दै नै एउटा काठमाडौँ सिटीलाई मेरो पदमा हुँदाखेरि त्यतिको चेन्ज गर्नुभयो भने। अनि आशा छ सिङ्गो नेपाललाई नै एकदमै राम्रो बाटोतिर लैजानुहुन्छ भन्ने। अनि हामीले चाहिँ एकछिन बेरसम्म बाबुलाई चाहिँ प्लेनहरू उडेको देखायौँ होइन, प्लेनहरू कसरी उड्छ होइन भनेर सबै कुरा हेऱ्यो बाबुले नजिकैबाट। बच्चाहरू कति रमाउने के यस्तो देख्दाखेरि होइन। एकछिनसम्म हामी त्यही रमाइलो हेर्दै बाबुलाई देखाउँदै बस्यौँ। अनि त्यसपछि त्यो प्लेनहरू देखाएपछि चाहिँ हामी फेरि रुमतिर फर्क्यौँ। मैले फर्केको भिडियो चाहिँ